वेलकम टू माई युट्युब च्यानल गाइस। आज 70 वर्षको वृद्ध मान्छेले यहाँ दाउरा चिरिरहनु भएको छ। हामी चाहिँ तर हेरिरहेका छौँ। यहाँ कतिजना छ बन्धुहरू हुन्छ। उहाँ हुनुहुन्छ निमा तामाङ, उहाँ रेस्टमा छ अहिले। फिलहाल भाइहरू छ, उहाँको नामहरू हुनुहुन्छ, उहाँको नाम अनिल हुनुहुन्छ। हामी पालैपिला गर्दै गरिरहनु छ। उहाँ सेवामा आउनु भएको हेर्नुहोस् उहाँहरू कति जोसिलो जागरिलो हुनुहुन्छ। भन्छ नि एउटा कहावतै छ, धर्म भन्छ, सेवा नै धर्म हो। अन्त बडा तपाईको नाम चाहिँ के होला? पासाङ तामाङ। एकदम हँसिलो हुनुहुँदो रहेछ उहाँ। तपाईँ कहाँबाट होला? ओके, हुन्छ धन्यवाद तपाईँलाई। दुई भाइको आउँछ नि। ल यहाँ चाहिँ अब बुद्ध जयन्तीको तयारी हुँदैछ। यो दाउरा कटाइ चाहिँ अब एकदमै खिचडी पकाउनको लागि हो। एकदमै हाम्रो नितेश साथी र अनिल साथीलाई एकदमै धन्यवाद, एकदमै हेल्प गर्न आउनु भएकोमा। ओके, यहाँ हेर्नुहोस् हाम्रो भ्लगको आज युट्युब च्यानलमा म तामाङ गुम्बा आइरहेको छु। फिलहालमा म अब सेवा गर्नु लागिरहेको छु। सेवा गर्नुपर्छ। सेवा नै हाम्रो धर्म हो। केटाहरू ट्रेनिङ सकेर अन्त यतिको सेवा गर्दैन भयो भने अन्त उहाँ चाहिँ हुनुहुन्छ निमा तामाङ। एकदम यो चाहिँ अब बुद्ध जयन्तीको लागि है। किसान लामा, उहाँ चाहिँ कुसाङ तामाङ। उता फर्केर छेउमा गएर बस्नु। बुद्ध जयन्तीको लागि दाउरा चिर्दैछौँ। वर्षमा आज 6 तारिक 12 तारिक बुद्ध जयन्ती प्रिपेरेसन हुँदैछ हाम्रो। यहाँ माथि मान्छे हेर न, माथि टेन्टहरू पनि लगाइसकेको छ। तपाईँहरू जो उत्सुक हुनुहुन्छ भावीहरू आइदिनुहोस् होला। तपाईँहरूलाई यही नम्बर छ। धन्यवाद।